गर्मी छ धेरै भोलि भिजाउनु पर्यो नि त त्यस बारेमा चाहिँ लक्ष्मीको सेवा हुँदैछ अघि सफा गर्नुभन्दा अगाडिको अवस्था अहिले सफा गरिसकेपछिको अवस्था हेर्नुहोस् लक्ष्मी गाई ट्याक्कसँगले सरसफाइ भइसकेको छ तरिकाले अब दाना पानी गरेर नुहाइधुवाइ गरी एकदम गर्मी छ एकदम सफा तरिकाले गाई पालन गरिएको चाहिँ एकदम यो गाईले चाहिँ उन्नत खालको गाई हो बिहान करिब अहिले चाहिँ 8 साढे 8 लिटर दिन्छ भने बेलुका पनि 8 लिटर दिइरहेछ उन्नत खालको गाई हो यो दूध पनि यहाँ देखाना लक्ष्मी गाई दुध है आज 2082 सालको जेठ 26 गते लगभग अहिले 5 बजेको छ साँझको गाई दुहिँदैछ लक्ष्मी गाईलाई यो भोलि चाहिँ क्रस हो यो गाई लगभग अहिले बेलुकामा 7.5-8 लिटर दुध दिन्छ भने बिहानको टाइममा पनि त्यस्तै 8 लिटर जति दिन्छ बाल्टी भर्छ यो एकदम उन्नत जातको गाई हो यो गाईको दुध अनि यहाँ गोबर ग्यास पनि छ गोबर ग्यासमा बनाएर आफूले खाना पनि गोबर ग्यासबाट बनाएर खाइन्छ अनि आफ्नै बारीको घाँस त्यस्तै गरेर अनि मकै खेती गरेको छ मकै खेतीबाट आएको मकैलाई चाहिँ दाना बनाएर अनि मकै घाँस पराल मिसाएर खाइन्छ यस्तै खालको गाई चाहिँ कमसेकम 5 वटा जति पाल्न सक्यो भने चाहिँ एउटा मान्छेको परिवार चाहिँ मजाले चल्न सक्छ मजाले खर्च चाहिँ व्यवस्थापन हुन्छ त्यसैले परिश्रम गरौँ अनि दुध भात पनि खाऊँ स्वस्थ पनि बनाऊँ आहा टन्न आयो कति मिठो दुध कति राम्रो स्वच्छ छ हेर्नु त 5 वटा गाई पाल्ने विचार छ है समयले साथ दियो भने